नमस्ते, वेलकम टु मन्सिर पशुपन्तता कृषि फार्मको प्रोभाइडर म शुक्लाल तामाङ। आज चाहिँ हामी तारेश्वर गाउँपालिका वार्ड नम्बर 1 स्थित रहेको हाम्रो सानदाईको चाहिँ यो हाम्रो बगैँचामा चाहिँ सुन्तला के अरे यो कागदी र सुन्तला भएको ठाउँमा चाहिँ फेरि उहाँले नयाँ अहिले चलेको एकदम चलेर आएको अहिले फेसनको चाहिँ यो बुद्धचित्त भन्ने माला चाहिँ उहाँले चाहिँ रोपेर पनि अब फल्न सुरु भइसकेको छ। यो चाहिँ तपाईँहरूले यो जानकारी दिँदैछु कि म चाहिँ हाम्रो मन्सिर पशुपन्तता कृषि फार्ममा पनि यस्तै विभिन्न जात प्रजातिको चाहिँ फलफुलदेखि लिएर हाम्रो यो पशुपालनहरू गरिरहेको छ भने अब नेक्स्ट टार्गेटमा चाहिँ हाम्रो पनि बुद्धचित्त रोप्ने तरखरमा हुनुहुन्छ। यसको लागि चाहिँ के कस्तो छ, कसरी रोप्नुभयो भन्नेको लागि चाहिँ हामी यहाँ अनुसन्धान गर्दै उहाँको फर्म भिजिट गर्दैछ हाम्रो सानदाई। नमस्ते सानदाई। नमस्ते। अनि के छ, तपाईँले कति वर्ष भयो यो रोप्नु भएको? भयो 5 वर्ष। 5 वर्ष भयो है। तपाईँले कति हजारमा अथवा कति रुपियाँमा ल्याउनु भएको, कहाँदेखि ल्याउनु भएको, यो कुन फर्मदेखि ल्याउनु भएको तपाईँले? मैले पनि यो साथीले ल्याइदिया हो। ए, तपाईँले साथीले गिफ्ट दिनुभएको? त्यस्तै हो। ए, भनेपछि यो कति वर्ष भयो अरे? 5 वर्ष। ठ्याक्कै 5 वर्ष भयो। 5 वर्ष। हेर्न सक्नुहुन्छ तपाईँहरूले बुट्टा कस्तो दामी देखेको छ होइन, यस्तो दामी क्वालिटी चक्की क्वालिटीको फल रहेछन्। अब हामी आशा गरौँ यो बुद्धचित्त माला चाहिँ हाम्रो यो समाजमा भएको सम्पूर्ण विकृतिहरू विसङ्गतिहरू चाहिँ सबै नष्ट भएर यो बुद्धको चित्तले चाहिँ एकदम सबैलाई चाहिँ राम्रो होस् होइन। यो बुद्धको चित्तको यो बोर्डको प्रभावले गर्दा यो ठाउँमा चाहिँ फलेको ठाउँ चाहिँ एकदम सुख र शान्ति फैलाओस् भन्न चाहन्छु। अबको दिनमा चाहिँ तपाईँहरूले बुद्धचित्त चाहिँ हाम्रो तारेश्वर गाउँपालिका वार्ड नम्बर 1 मा पनि यस्तो बुद्धचित्तको चाहिँ बिरुवा चाहिँ उत्पादन भइसक्यो। अब हाम्रो यो फल फलिसकेपछि नेक्स्ट पार्टमा हामी भेट्नेछौँ। लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नबिर्सनु होला। हस्त, धन्यवाद। जय नेपाल, जय कृषि, जय मातृभूमि।